सहभागी भइदिनुस् है। ओके म सुरु गरौँ। मादल त मसँग धेरै छ, 4वटा मादल छ। यो चाहिँ चुर्के मादल है, तपाईँहरूलाई पहिलो मादल। अनि अलिअलि गीत पनि गाउन चाहिँ अब आउन चाहन्छ, तर नराम्रो भए पनि राम्ररी सुनिदिनु, सबैजनाले खुसी भइदिनुहोस्। फेरि पनि आगामी सालमा यसरी नै आएर तपाईँहरूलाई खुसी बनाउने सुनाउने जमर्को गर्दै एउटा म यो एउटा छ नि पुरानो चाहिँ गीत, बाटो मुनि बाटो माथि हलहलेको साग छ भन्ने क्या। बाटो मुनि बाटो माथि हलहलेको साग छ, लालको जात्रा देख्दा नाचो नाचो लाग्छ। खोलीमा पानी छैन, त्यही खोलीमा भोटी आफ्नो पोइलाई बासे मकै नाटो पोइलाई रोटी। कस्तो छ? धेरै राम्रो त मलाई आउँदैन, तर पनि उहाँहरू आयोजक टिमले एउटा सानो टाइम दिनुभयो। थोरै अरू साथीहरू म्यानेजरहरू धेरै सिनियर कलाकार म्यानेजरहरू आउनु भएको होला, उहाँहरूलाई चाहिँ उहाँको टाइम म धेरै खान चाहन्न भन्दै म अब के सुनाऊ, अर्को समाला मादल सुनाउनु हुन्छ? समाला मादल चाहिँ अब जाडो भइरहेको छ, ओस्यो कि क्या हो? तर पनि म कोसिस गर्नेछु, तपाईँहरूलाई हँसाउने कोसिस गर्नेछु, खुसी तरिकाले सबैले सुनिदिनुहोस् है। अब समाला चाहिँ यस्तो छ, ओस्योको मादल भए पनि नि यो चाहिँ समाला हुन त अब मैले अब यसरी नै कामको सिलसिलामा इलामदेखि म आज तपाईँहरूको गाउँमा आएर केही सुनाउने मौका पाएँ, धेरै खुसी लागेको छ। फेरि पनि खुसी बनाउने त कुरा मैले गरिहालेँ भन्दै अब एउटा लोकदोरी गाई हेरौँ। लोकदोरी अब पश्चिमतिर पनि गएको थिएँ, पाल्पा स्याङ्जा अर्खाँची होइन, तर यो चाहिँ गोर्खातिरको छ। अब नराम्रो भए पनि राम्ररी सुनिदिनुहुन्छ भन्ने मैले सुनिदिनुहुन्छ भन्ने आश छ होइन, माया गर्नुहुन्छ। अब दर्शक श्रोता दाजुभाइ दिदीबहिनी अरू कलाकारलाई जस्तै मलाई पनि माया गरिदिनु भयो, तपाईँहरूले सुनिदिनु भयो र चाहिँ अब यो म अलिकति सुनाउन चाहन्छु ल। गोर्खा मनका मना झापै मायालाई हालो भने नि ठिक छैन जवाना हो कि होइन? ए चल्न थाल्यो आदि र बेरी यस्तो मौका आउँदैन फेरि फेरि। गोर्खा मनका मना झापै मायालाई हालो भने नि ठिक छैन जवाना हो कि होइन? अब यस्तै म छोटो गीत चाहिँ गाउँछु। मैले त्यसरी ट्र्याक म्युजिक ट्र्याक कुनै पनि त्यस्तो क्षेत्रमा गएको छैन। भोलि पर्सि मैले फराकिलो बनाउने सोच त बनाएको छु। अब के भन्नु, यो उमेरले त डाँडो काटिसक्यो होइन। ओडी जाने पुतलीले सैलो डाँडा काट्यो हो कि होइन? बोलु फाटो चोली फाटो पहिले डाँडा काट्यो। गीत चाहिँ यसो भन्दै गर्दा मैले टुक्का सुनाएँ। अब म तपाईँको चाहिँ यो के भन्छ लोकदोरीको मादल छ होइन, यो मादल सुनाउन चाहन्छु। अब तपाईँहरू सबैजनाले सुनिदिनुहोस्। अब यो चाहिँ अलिक त्यति राम्रो छैन कि तपाईँहरूले राम्रो मानिदिनुहोस् ल।
तपाईको अब के भन्छ यो लोकवारीको माग भन्दै म फेरि अर्को चाहिँ अब केटीको स्वर पनि छ है मसँग नराम्रो भए पनि राम्ररी सुनिदिनुहोस् है केटीको स्वरमा चाहिँ बुढो हाम्रो अग्रज बुढाहरूले बाजेहरूले सुनाएको झन्कै फुली अब कतिको राम्रो बन्छ अहिले मेरो यो चिसोले गर्दा के कता कता गर्दै आउँदाखेरि अब यो बेला भयो भन्ने बेला भयो है अब यो केटीको स्वर चाहिँ खै यसो अब टेस्ट त गर्नै पर्यो भाइ त्यही भएर मैले अलिकति लिन चाहेँ अब केटीको स्वर पनि निक्लिहाल्यो दारी पालेको मान्छेसँग फेरि कहाँबाट आएछ भने क्या अब मैले जस्तै तपाईँहरू पनि सबैजनाले कोसिस गरेर यो लालको जात्रा यो लालको यो कार्यक्रमलाई धेरै अगाडि लानुहोस् अहिलेको पिँढीले जसरी सँगैछ तपाईँहरूले पनि त्यसरी नै अगाडि लगाएर फराकिलो बनाएर यस्तै पनि यस्तै अझै राम्रो हुँदै जाओस् सबैलाई धेरै धेरै शुभकामना भन्दै हाम्रो डिजे टिमलाई पनि शुभकामना भन्दै आयोजक टिमलाई पनि शुभकामना भन्दै म बिना हुन चाहन्छु अरू साथीहरू मानिन्छन् हुनुहुन्छ